तपाईहरुको कम्बाइन राइस मिलको मोटर जल्यो र नयाँ मोटर पसलबाट लिएर आउनु भएको छ। अब चेन्जओभरसँग चाहिँ मोटरको कनेक्सन कसरी गर्ने थाहा छैन भने चाहिँ आजको भिडियो मैले तपाईहरुकै लागि बनाएको छु। आउनुहोस् ढिला नगरिकन भिडियोमा अगाडि बढौँ। यदि यो भिडियो तपाईहरुको लागि जानकारीमूलक लाग्छ भने भिडियोलाई लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब ठोक्न नबिर्सिनु होला। सो लेट्स गो। ढिला नगरिकन भिडियो सुरु गरिहालौँ है त। यो चेन्जओभर रहेको छ। यो चेन्जओभर चाहिँ तपाईको धेरै थरीको आउँछ। 4वटा कनेक्सन भएको पनि आउँछ, कुनैमा 5वटा कनेक्सन भएको पनि आउँछ। यदि तपाईहरुलाई 4वटा कनेक्सनको चाहिन्छ भने पनि म भिडियो राख्दिन सक्छु हैन। यसमा चाहिँ 5वटा कनेक्सन वाला चेन्जओभर रहेको छ। सुरुमा कनेक्सन गर्नुभन्दा अगाडि चाहिँ तपाईहरुले यहाँनिर यस्तो अङ्क लेखेको देख्न सक्नुहुन्छ। तपाईहरुकोमा फरक हुन सक्छ। यहाँनिर मेरोमा चाहिँ L1 दिएको छ, यहाँ L2 दिएको छ, यहाँ L3 दिएको छ, जस्तै यहाँ T3 दिएको छ, यहाँ T2 दिएको छ र यहाँ T1 दिएको छ। यदि तपाईको यस्तो लेखेको छैन भने म कहाँ कनेक्सन गर्छु तपाईहरुले त्यही अनुसार यता मोटरमा पनि कनेक्सन गर्न सक्नुहुन्छ है त हेरेर। सुरुमा चाहिँ तपाईले एउटा पेचकस चाहिन्छ। पेचकसले यो दुईटा ग्रुप खोल्नु होला। SKT ब्रान्डको मिलमा पनि आउँछ यस्तै मोटर, सेम मोटर हो। तपाईको सिंगल फेजको 3 HP को मोटर देख्न सक्नुहुन्छ। सुरुमा चाहिँ तपाईले यहाँ कनेक्सन कस्तो दिएको हुन्छ भने एउटै दिशामा मात्रै घुम्ने, एउटै डाइरेक्सनमा घुम्ने कनेक्सन गरेर दिएको हुन्छ। यो पत्तीहरु लागेको पत्तीहरु चाहिँ सबै निकाल्नु पर्छ। यो तारहरु पनि सबै निकाल्नु पर्छ। यति निकालिसकेपछि तपाईहरुको यो मोटरको यो सेतो भागमा चाहिँ यहाँ नम्बर दिएको हुन्छ। जस्तै कि यहाँ J2W2 दिएको छ, यहाँ U2 दिएको छ, यहाँ V2 दिएको छ, यहाँ V1 दिएको छ, यहाँ U1 दिएको छ। यो चाहिँ तपाईहरुले नबिर्सिनु होला। कनेक्सन गर्दा यसको चाहिँ धेरै महत्त्व हुन्छ। यो अन अफ गर्ने स्विच चाहिँ आफूतिर फर्काएर कनेक्सन गर्नु होला गर्दा चाहिँ। आउनुस् यिनीहरु तार कुनमा लाग्छ त। यस्तो छ चेन्जओभरको कनेक्सन चाहिँ। यहाँ हरियो आएको छ, यहाँ नीलो र रातो गएको छ, यहाँ लाइन दिएको छ एउटा हैन। यहाँनिर पहेँलो तार लागेको छ, यहाँ हरियो र पहेँलो तार लागेको छ, यहाँनिर रातो तार गएको छ, यहाँनिर अर्को लाइन दिएको हुन्छ। तपाईको यो कनेक्सन छ नि चेन्जओभरको छेउको देख्न सक्नुहुन्छ L3 लेखिएको छ। यो तार चाहिँ लगेर तपाईले यहाँ मोटरको J2W2 लेखे ठाउँमा चाहिँ तपाईले कनेक्सन गरिदिनु पर्ने हुन्छ। यहाँ कनेक्सन भइसकेपछि तपाईहरुले यो पहेँलो तार छ नि 6 लेखेको पहेँलो तार चाहिँ तपाईले लगे त यहाँ मोटरको U2 लेखे ठाउँमा चाहिँ जोड्दिनु पर्ने हुन्छ है त। यति गरिसकेपछि तपाईको हरियो तार चाहिँ चेन्जओभरको यो यहाँनिर दुई दिएको छ देख्न सक्नुहुन्छ। यो तार चाहिँ लगेर तपाईले जहाँनिर यहाँ मोटरको V2 लेखेको छ त्यहीँनिर लगेर जोड्दिनु होला है त। त्यति गरिसकेपछि तपाईहरुको यहाँ नीलो पोइन्ट दिएको छ र यहाँ 4 नम्बर दिएको छ देख्न सक्नुहुन्छ। यो नीलो पोइन्ट लगेर चाहिँ तपाईले जहाँनिर U1 लेखेको छ U1 लेखे ठाउँमा लगेर कनेक्सन गरिदिनु होला। यति गरिसकेपछि यहाँबाट तपाईहरुको यो 3 नम्बर लेखेको छ यहाँ चेन्जओभरमा यो रातो तार चाहिँ लगेर तपाईले जहाँनिर V1 लेखेको छ त्यहाँनिर कनेक्सन गरिदिनु होला। अब तपाईहरुलाई लागिरह्यो होला यो तार कहाँ लगेर जोड्ने। एउटा यहाँ जोडिएको हुन्छ लाइनको तार, एउटा यहाँ जोडिएको हुन्छ। यो तार चाहिँ लगेर कहाँ जोड्ने भन्दाखेरि यहाँनिर यस्तो दिएको हुन्छ तपाईको, नभए अर्कै खालको MCB दिएको हुन्छ। यहाँनिर मेन लाइन दिएको छ तपाईले देख्न सक्नुहुन्छ, ज्याक छ यहाँनिर। यो लगेर चाहिँ यो दुईटा तार लगेर चाहिँ तपाईले यो तल्लो पोर्टमा जोडिदिनु भयो भने यति गरेपछि भइहाल्छ है त। यति कनेक्सन गरेपछि चाहिँ हाम्रो मोटर रनिङ कन्डिसनमा आउँछ। अनि थ्यांक यू सो मच फर वाचिङ। यहाँ मलाई अन्तिमसम्म साथ दिनुभयो, धेरै धन्यवाद। तपाईहरुलाई यस्तै अरु मोटरको कनेक्सन नआएमा कमेन्ट गर्नु होला। म भिडियो बनाएर तपाईहरुमा शेयर गर्दिनेछु। आजको लागि यति नै। हस् त बाइ।